हेलो गाइस, ठ्याक्कै अहिले दुबईको 12:35 भयो। आज छुट्टीको दिन यसो रमाइलो गऱ्यो भनेको साथी पनि कोही थिएन। कोठाबाट बाहिर यसो रुमको बाहिर यस्तै हो परदेशी जिन्दगी। सप्लाई कम्पनीमा पऱ्यो भने यस्तै हो जिन्दगी। 10 दिरामको चप्पललाई 10 दिरामको ताला र सिक्री रे त्यसको सिक्री ल्याएर बाँधेर राखेछ। यहाँ आज नयाँ चप्पल किन भोलि गायब हुन्छ कस्तो। मेरो 2-3टा चप्पल हराएर 2-3टा बक्सर प्यान्ट हराएर पनि अब सचेत भइसक्यो। चप्पल किनेको छैन, 3 महिना भइसक्यो। अब त्यस्तै हो। तपाईहरु दुबई आउनुहुन्छ, कम टु दुबई भन्छ नि, त्यो नसोच्नु होला। दुबई तर अहिले दुबईमा लगभग 95% कम्पनी चाहिँ सप्लाई छ। आउने भए राम्रोसँग बुझेर आउनु होला है। तर सबै सप्लाई कम्पनी नराम्रो हुन्छ भने छैन, सप्लाई कम्पनी राम्रो पनि हुन्छ। सो तर जनचेतना लाग्यो यस्तो बुझेर आउनु है। हामी त फस्यो तर 2 वर्ष कसरी काम 6 महिनापछि कम्पनी चेन्ज गर्छु भनेर आएको, त्यो पनि हुँदैन होला जस्तो लाग्यो बिच यस्तो हेर्दाखेरि। अब त्यस्तै हो। यस्तो च्यानललाई मेरो सेयर सब्सक्राइब गरिदिनु होला नि त है। जस्तै त्यसो बोल्न आउन अब सुरु हो के अरे। अब त्यस्तै हो जिन्दगी। मेरो च्यानललाई सेयर सब्सक्राइब गरिदिनु होला अनि बेल आइकन दबाइदिनु होला। म योभन्दा अरू भोलि पर्सितिर नयाँ लिएर आउँछु। खाडी मुलुकमा हबिबी कम टु दुबई भन्ने ठाउँमा। कम टु दुबई त देखियो के अरे।